हे कमल पोखरीमा यतातिर यति शीतल छ अनि हामी पनि घुम्दै घुम्दै यहीँ आइपुगेछौँ टप्लक कति राम्रो राम्रो मान्छेहरू ह्यान्डसम मार्छन् होला नि भरे सुन्दाखेरि चाहिँ अनि तपाईँहरू पनि आउनु होला यति राम्रो ठाउँ छ यहाँ चाहिँ एकदम राम्रो राम्रो मान्छेहरू घुम्न आउँदो रहेछ नि नभए हेर्न सक्नुहुन्छ कति राम्रा राम्रा ह्यान्डसम ब्युटिफुल केटाकेटी ल गाइजहरू ल त सानो बाबा रहेछ अनि हामी उहाँ हुनुहुन्छ हाम्रो लक्ष्मी म्याम कति राम्री हुनुहुन्छ ल ए म्याम अब ल गाइस देखो ये है हमारी ब्यूटीफुल मैम कति राम्रा राम्रा मान्छेहरू आउनुभएको छ तपाईँहरू पनि आउनु होला यसरी नै कपाल लरक्क तपाईँहरू नि भिडियो बनाउन चाहनुहुन्छ भने तपाईँहरू पनि कमल पोखरी आउन सक्नुहुन्छ यस्तो राम्रो ठाउँ छ अनि यो चाहिँ फुल हो हामी यही हेर्न आएको हेर्नुहोस् यस्तो राम्रो छ यहाँनिर यति धेरै कति राम्रो आउँछ पछाडि यस्तो भन्दा नि यस्तै ठिकठाक छ भनेर यता पनि यस्तो देखाउनु ल देखो ब्यूटीफुल पीपल इधर घूमता आता है और हमको इनने बढ़िया बनाया है ले देखो अनि सुन्दर पछाडि नै कति राम्रो आइरहेको यहाँ चाहिँ यति शीतलताको लागि बस्ने घर पनि बनाइदिएको छ घर होइन यो बस्ने ठाउँ हुनसक्छ वाट इज दिस पुरै ठाउँ चाहिँ हामीले घुमाएर देखाइदिइसक्यौँ है अन्त ग्रुपमा देखायो भने चाहिँ मार्छन् यताबाट यस्तो देखिन्छ यता चाहिँ कतिको जोडी पनि होला मैले भिडियो बनाइदिएको छु मलाई गाली नगर्नु होला उतै त क्यामराम्यान हुनुहुँदो रहेछ अब कसैलाई चाहिँ अब क्यामराबाटै फोटो खिच्न मन लाग्यो भने त्यतैतिर आउनु होला हाम्रो चाहिँ क्यामराभन्दा खतरनाक चाहिँ फोन भएर ले ओ माई गॉड फोन त्यसरी नजारौँ होला गर्लफ्रेन्डलाई भरे फोन गर्नुहुन्छ हामी यस्तो राम्रै बस्ने ठाउँ पनि छ है कमल पोखरी सफा राखौँ अरे हुन त नेपालीले फोहोर गर्नै जाने होइन हेर मेरो यति राम्रो छ यतातिर कति राम्रो छ यहीँ आएपछि थाहा हुन्छ अब हामीले यति उति भनेर हुँदैन त ओहो त्यहाँ जाउँ न म्याम फोटो खिच्न त्यहाँबाट नि रहेछ यताबाट नि रहेछ यो चाहिँ ठ्याक्कै यति राम्रो ठाउँतिर प्रवेश गर्दैछौँ हामी देख्न सक्नुहुनेछ कमल पोखरी अनि यो चाहिँ कुन भाषा हो र त्यो नेवारी भाषा जस्तो छ यति राम्रो छ के थाहा अनि हामी यहाँ फोटोसोटो खिचिसक्यौँ अनि हामी यता
अवस्था रहेछ क्या रे कि यो छाता नै यस्तै थियो म चाहिँ कति कालो कालो देख्छु कि हो कसलाई यो छाता यस्तै थियो होइन त्यो मारेर खोल्नु त मारेर मारेर उ गर्नु त कसरी मार्ने कसरी खोल्ने के गर्ने अनि त्यो सिधा बनाउनु न अहिले म त नयाँ छाता किन्न लाउँछु है फेरि उहाँले मेरो छाता यहाँ भर्खरै किनेर लिएर आएको छाता हो त्यो हो भन्न नि कति भन्नु है ए नयाँ छ नयाँ छ अनि यति राम्रो राम्रो ठाउँ छ जिम गर्ने ठाउँ पनि छ यतातिर हाम्रै म्याडम निस्किनु भयो गेट बाहिर ल यो टाइम पनि ठ्याक्कै हेर्नु होला खुल्ने र बन्द हुने समय अनि हामी गेट बाहिर निस्क्यौँ अब घर जान्छौँ भोक पनि लाग्यो ल है त म्याम बाई बाई भन्नु बाई गाइस बाई बाई सी यु अगेन